नमस्ते नमस्कार। अहिले हाम्रो राइड चाहिँ बनेपा 12 को बाँसडोलमा जाँदैछौँ। यो बाँसडोल जाने क्रममा यो बाटो ठुलो छ। हाम्रो चाहिँ विशेष गरी अफरोड हुन्छ होला। ल बस्नु भाइ। अब बिस्तारै हामी जाँदैछौँ। यो अरण्यको राजमार्ग हुँदै हामी बाँसडोलको यात्रामा छौँ होइन त। कति किलोमिटर छ बाँसडोल? अब हामी लाग्दैछौँ बाँसडोल। अब छोड्दैछौँ हामी भैँसीपाटीबाट, भैँसीपाटी चोकबाट छोड्दैछौँ। यो छुट्ने क्रममा चाहिँ लाग्यो अब यो बाँसडोलको सुरुवात हो। स्वागतम पनि लेखिरहेको छ, त्यसको लागि धेरै धेरै धन्यवाद छ। ट्राभल गर्ने क्रममा चाहिँ बाटो झोले चाहिँ सास्किरहेको छ है। उलास हेर्नलाई पनि गाह्रो। अब यो एउटा यहाँनिर एउटा घरमा सुगा बाँधेको छ। थाहा छ कि सुगा भनेर चिनेको तिमीले? सुगा चिनेछ। अब सुगालाई एकछिन जिस्काएर जाने कि के रोकेर घरेर यहाँ सुगा थियो पहिला। अहिले सुगा पाला घर रहन्छ। यो घरमा सुगा थियो पहिला, यहाँनिर एउटा घर थियो। अहिले यो पुल बन्ने क्रममा त्यो सुगा पनि हरेछ। अब लाग्यौँ हामी सिधा चाहिँ कोटसुगा हुँदै सिधा चाहिँ अब बाँसडोल लगभग चाहिँ अब हामी देउराली नमस्ते देउराली पुग्नेछौँ। हामी देउराली गएर एक कप चिया सेतो चिया चिस्टी मारेर हामी आउनेछौँ होइन त। अब यो भ्लग चाहिँ देखाइदिन्छ गाउँघर एउटा साङ्गादेखि सकिन्छ। इभन तपाईँले चाहिँ यो चाहिँ अलिक मिठी भएको भएर यहाँनिर चाहिँ अलिकति उकालो छ। यो बाटो ट्राफिक रुटले कारणले गर्दाखेरि यो बाटो चाहिँ अब यो बाटो पछि पहिला त्यतिखेर त ट्राफिकहरूमा नक्सा छोडेर चाहिँ बाटो पनि चलन थिएन। यो मान्छेले चाहिँ ठुलो कोदालो खनेर चाहिँ तपाईँको चाहिँ राणा कालदेखि नै यो भइरहेको चाहिँ पुरानो बाटो हो। त्यो बाटो यो बाटोको मन्दिरको चाहिँ यहाँ एउटा बाँसडोलमा चाहिँ एउटा बुढा गणेश मन्दिर छन्। बुढा गणेश मन्दिरमा हामी पुग्ने कोसिस गर्दैछौँ। तर आज राख्न लाग्दा हामी पुगेनौँ। एउटा बुढा मन्दिर छ, हामी पुग्नेछौँ। देउरालीसँग पुग्नेछौँ। र अब हामीले दुईवटा भ्लग बनाउँदैछौँ। चाहिँ एउटा देउराली अलिकतासँग एउटा भ्लग दिँदैछौँ। लगभग 4 मिनट 5 मिनट 10 मिनट कति हुन्छ। यो हरेक चाहिँ मान्छेले शान्त छ है बुढाहरू त। कालो बद्री ब्रिज छ। अब ब्रिजसम्मको बाटो चाहिँ एकदमै राम्रो छ। देख्न सक्नुहुन्छ एकदम राम्रो छ है। यहाँ बाँसडोल भनेकै अलिकति चाहिँ बजारमा अलिक टाढाको ठाउँ हो। प्रदूषण चाहिँ अलिकति कम्ती छ यहाँ चाहिँ आनन्द लाग्छ मलाई चाहिँ। किनकि यहाँ धुलो धुवा त्यति छैन। उतापट्टि जनगाल बनेपा साँगा यो हाइवे अरू हाइवे छ। बाटो निर्माण बाटो भन्ने क्रमले गर्दाखेरि चाहिँ एकदमै चाहिँ धुलो छ भने यतातिर चाहिँ तपाईँको धुलो छैन। यो धुलो नभएपछि ठिक हो। यो आमा कहाँ जान्ला तपाईँ? के गर्न? अनि यो उमेरमा लट्ठी टेकेर चोरीलाई लिन गाह्रो हुँदैन आमा? घरमा को हुनुहुन्छ? ल बिरामी हुन्छ। तपाईँको चाहिँ सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामय भन्दै तपाईँलाई चाहिँ तपाईँको दीर्घायुको कामना होस् भन्दै हामी लाग्यौँ है त। एउटा आमा बुढी आमा नि बाटो थियो। गौतम बुद्धको एउटा कथा छ नि होइन भाइ? बुढी आमा गौतम बुद्धले खेत जोत्दाखेरि गौतम बुद्धलाई वैराग्य लागेर चाहिँ तपाईँको चाहिँ ज्ञान प्राप्तिको लागि जङ्गल हिँड्यो भने चाहिँ हामीले पनि त्यो अलिकति मनमा चस्स सोचेर मात्रै हामीले चाहिँ उहाँलाई भिडियोमा कैद गरेर अन्यथा होइन। बुढी आमा भएर पनि एउटा दिन चोरी गाडी दिन जाँदै नेपालीको बानी चाहिँ के परिश्रम गरेर होइन गाउँले अर्ग्यानिक जीवन अर्ग्यानिक अब चोरी जस्तै चोरी लिन जानुभयो भने पक्कै पनि त्यो चोरीलाई त्यसले खानुहुन्छ होला होइन। किन्न परेन। अब यहाँ देख्न चाहिँ हुन्छ एकदम हरियो जङ्गल है। यो जङ्गल चाहिँ एकदमै चाहिँ राम्रो छ, हरियो छ। र देख्न सक्छु त्यहाँनिर पहिरो पनि जाने सम्भावना बढी देखियो। अब हामीले एउटा मन्दिरमा ब्लग एउटा त्यहाँ अन्त्य गर्छौँ र अनि त्यसपछि एउटा गलत छ यहाँनिर आज ब्लगको यो अन्त्यको यो फर्स्ट पार्ट। अब हाम्रो सेकेन्ड पार्ट सुरु हुनेछ। यो चाहिँ लगभग बाँसडोल एरियाको पिच बाटोसँग सक्यो होइन। अब हाम्रो चाहिँ कति राइड हुन्छ। यो कति राइडको लागि चाहिँ अब फेरि म तपाईँलाई चाहिँ
ओर्लिनुहोस् र फेरि अर्को नयाँ पार्टको लागि भिडियो खिच्नुको लागि आग्रह गर्दछु ल गरिदिनुहुन्छ कट गरेर